हेलो वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ म तपाईँहरूको लागि एउटा सानो ब्लग लिएर आएको छु। यो चाहिँ फर्स्टमा चाहिँ मेरो फर्स्ट ब्लग रहेको छ मेरै गाउँबाट मेरै युट्युब च्यानलको मेरै सब्सक्राइबरहरूको लागि चाहिँ एउटा सानो ब्लग लिएर आएको छु। यहाँले थम्बनेलमा देखिसक्नुभयो होला, यो 5 मिनटको भिडियो रहेको छ, जसले 5 मिनटको भिडियो हेरेर चाहिँ 500 रुपियाँ कमाउन सक्नुहुनेछ। यो मौका तपाईको लागि हुन सक्छ। लेट्स सी है त गाइज। अनि एउटा कुरा, मैले हिजो विदेशमा भएको साथीहरूलाई पनि के मेरो भ्लग आउन लाग्छ, यसो म सेयर गर्छु हेर्नु है भनेको त। अनि उनीहरूले के छ तिम्रो भिडियोमा भने है, केही छैन त्यस्तो, रमाइलोको लागि हो, जस्ट 500 रुपियाँ गिभअवे गर्न लाग्छु। 500 तिम्रो के गिभअवे गर्नु, 5 भ्युज त आउँदैन होला तिम्रो च्यानलमा भने है। 500 भ्युज आयो भने मलाई भन न भन्यो है। त्यसपछि भिडियो, त्यही भएर भिडियो एडिट गरेर फेरि हाल्दैछु मैले। लेट्स सी है त। मेरो त्यस्तो सपोर्टिभ साथीहरू मात्र हो, मेरोमा त त्यस्तो सपोर्ट नगर्ने साथीहरू कोही छैन। खुट्टाहरू सब्सक्राइबरहरू चाहिँ एकदम सपोर्टिभहरू हुनुहुन्छ नि त हैन, एकदम राम्रो गाइजहरू हुनुहुन्छ। त्यस कारणले लेट्स सी है त। मेरो भिडियोले 500 भ्युज होइन 5K चाहिँ आउँछ। त्यस कारणले यदि 5K आयो भने नेक्स्ट भिडियो 1K को म लिएर आउने छु। हाम्रो च्यानलसँग जोडिँदै गर्नु होला। 1K को नेक्स्ट गिभअवे ल्याउनको लागि तपाईहरुले मलाई जोस दिनु पर्यो। अनि मेरो भ्लगको मोटो छ, मोटो मिन्स थिम। मेरो भ्लगको चाहिँ थिम रहेको छ वाचिङ, फलोइङ, भिजिटिङ एन्ड अर्निङ। भन्नाले भिडियो हेर्ने, त्यसपछि त्यो भिडियो अनुसार फलो गर्ने, त्यसपछि ठाउँ भिजिट गर्ने कहाँ हो त्यो ठाउँ, त्यसपछि मात्र अर्निङ। त्यसैले लास्ट स्टेपसम्म चाहिँ हाम्रो भिडियोलाई फलो गर्नु होला। ढिला नगरिकन ब्लगलाई सुरु गरौँ है त। म्याङबाट यहाँ देख्न सक्नुहुनेछ यो टावर, एकदम यहाँबाट चाहिँ चारैतिरको भ्यू देख्न सक्नुहुनेछ यहाँहरूले। गणेश हिमाल यहाँबाट त झन् बवाल देखिरहेको छ। यो महेन्द्रहरूको घर है। यो भिडियो ब्लग चाहिँ यहाँबाट हामी स्टार्ट गर्दैछौँ मेङगाङमा। यतै कतै राखिदिउँ क्या हो बरु यार, यो टावरतिरै राखिदिउँ क्या हो, यता टक्क यसरी गरेर कि होइन। भिडियो 5 मिनटको भिडियो यार, कहाँ अलि अर्कै ठाउँमा राख्नु पर्ला भनेपछि अब हामी बिस्तारै अर्कै ठाउँमा राख्ने। यहाँबाट यता माथि जाने सारा, यो चाहिँ माथि नेन्जो गाउँ, अनि त्यो चाहिँ माथि हाम्रो जङ्गल। यताबाट गइदिउँ क्या हो, यताबाट भन्दा नि यतैबाट गइदिउँ होइन, यतैतिर राखिदिउँ क्या हो कि यो चाहिँ होइन, यताबाट यसरी भित्र छिरेर यता राखिदिनुपर्छ क्या बरु। यता यो चाहिँ चर्च, नेन्जो चर्च रहेको छ यहाँ, नेन्जो चर्च। यता राख्दिउँ कि कता राख्दिउँ यार, होइन यहाँ भन्दा नि होइन, अलि तलतिर राख्नुपर्छ, अलि फेमस ठाउँतिर राख्नुपर्छ क्या हो। भनेपछि हामी तल जानु पर्यो, कुकिङतिर राख्नु पर्ला। त्यहाँ तल छ नि, यहाँबाट नि गणेश हिमालको भ्यू सँगसँगै मेङगाङको चाहिँ भ्यू होइन। लगाइछ अब एकछिन हामी तल जान्छौँ, त्यो सेतो माने छ नि, माने त्यहाँ चाहिँ राख्नु पर्ला। ल गाइज, यो चाहिँ हाम्रो मेङगाङतिरको चाहिँ अलि रमाइलो ठाउँ यो माने है। यहाँबाट चाहिँ तपाईँहरूले भ्यूहरू पनि देख्न सक्नुहुनेछ। एकचोटि चाहिँ अवश्य यता माथितिर आइपुग्नुभयो भने चाहिँ घुम्नु होला। यहाँबाट चाहिँ चारैतिरको भ्यूहरू देख्न सक्नुहुनेछ।
लेट्स सी त गाइज यहाँबाट यता हाम्रो गाउँ त्यसपछि यता तल त्यसपछि यता यहाँ यो बेन्दी यो उतारी त्यसपछि यता फेरि गणेशीमा यहाँबाट त्यसरी अनि यो ए दलिटोल अनि यता फेरि नेन्जो। हेलो गाइज मैले चाहिँ गिभ अवे गर्न लागेको यो चाहिँ एउटा नोट सहित र 500 रुपियाँ चाहिँ यहाँ यसरी नोटमा चाहिँ यसरी लेखेको छ यहाँ कङ्ग्रेचुलेसन टुडे बेस्ट अफ लक नेक्स्ट डे युआर लोप्चन अफिसियल भनेर मेरो युट्युबको च्यानलको नाम अनि त्यसपछि यो चाहिँ 500 रुपियाँ चाहिँ यो भित्र यसरी हालेर राखेको छु। जसले नि भेटाउनु भयो जसले चाहिँ पाउनु भयो हैन उहाँले चाहिँ कमेन्ट गर्नु होला हाम्रो च्यानललाई पछि नेक्स्ट भिडियोको निम्ति हामी रिभ्यू हुनेछ। अनि त्यसपछि यो प्लास्टिक छ यहाँ ढ्याक्क प्लास्टिकमा हालेर राखेको छु। ट्याक्क यस्तो पारेर लेट्स सी है त गाइज। अब म चाहिँ यो नोट र 500 रुपियाँ चाहिँ त्यहाँ राख्न गइरहेको छु। यो भिडियो चाहिँ विशेष र इम्पोर्टेन्ट भिडियो हुन्छ त्यसकारण तपाईँले यो भिडियोलाई चाहिँ अलि स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला टक्क यहाँबाट माथि चढ्ने अनि त्यसपछि चाहिँ माथि 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 चढ्ने त्यहाँबाट यसो घुम्ने हैन यसको चाहिँ लोकेसन भिडियो एक्ज्याक्ट लोकेसन है। त्यसपछि यतातिर घुम्ने 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 अब कहाँ राख्दिउँ त यो भित्र राख्दिउँ कि यो भित्र त हैन अलि सेफ तरिकाले राख्नु पर्यो नि हैन कि यो आई लभ जेको यो बिचमा राखिदिनुपर्छ कि यस्तै है एउटा ढुङ्गाले यसरी तर यहाँ चाहिँ हावाले उडाउँछ त्यस कारणले यहाँ होइन यहाँ पनि होइन माथि त फेरि कसैले भेट्दैन यो माथि टुप्पोमा चाहिँ यता चाहिँ यो माथितिर चाहिँ भेट्दैन तर खोइ मैले त भेट्दैन रहेछ भनेपछि यता नराखौँ हल्का यता बाहिरतिर राख्ने र बाहिर नि नराखौँ है। त्यसपछि कता राखौँ त एक्ज्याक्ट लोकेसन भेट्यो म यसो यता हल्का यता एक स्टेप झर्छु त्यसपछि यो नजिकतिर कुनातिर के ल सबैभन्दा सजिलो यहाँ कसैले याद गर्दैन नि त होइन यहाँ स्टेप छ यो स्टेपको ट्याक्क यतापट्टि अनि यतापट्टि यसमा यतापट्टिको फेरि यहाँ त मुसाले खाइदिन्छ क्या यार हुँदैन यार मुसाले खाइदिन्छ यो भनेपछि ए ल ठाउँ पाएँ मैले ठ्याक्क यहाँ यतापट्टि के हो यो के लेखेको छ यतापट्टि नेपाल लेख्या होला सायद यो नेपाल लेखेको यो झन्डा छ नि झन्डाको यो यतापट्टिको पोलको यो भित्तामा चाहिँ यहाँ यो भित्र है अलि भिडियो देखिरहेको छैन यो भित्र राखेको छु मैले जसले पनि हेर्नुभयो यहाँ चाहिँ एक्ज्याक्ट लोकेसन चाहिँ यो पोलमा छ यहाँबाट ठ्याक्क अनि यो भित्र यहाँ छ यो भित्र है गाइज यो भित्र राखेको छु एकदम सजिलो छ है अलिकति भित्र छ यहाँ यतापट्टिको यो मानेको यो भित्र छ है गाइज। ल लेट्स सी कसले चाहिँ हैन मेरो च्यानल हाम्रो गाउँको चाहिँ सब्सक्राइबरहरूले हेर्नु हुँदो रहेछ भनेर मात्र एकदम गणेश हिमाल टल्किरहेको छ। लेट्स सी है त गाइज बाई बाई। अब चाहिँ म जाँदैछु यो भित्र राखेको छु मैले लेट्स सी है त मैले कसैलाई पनि मेरो साथी मेरो नजिकको कसैलाई पनि म भन्नेवाला छैन अनि मेरो भिडियो जसले म सेयर पनि एक हप्तासम्म चाहिँ नगरौँ फेसबुकमा त्यसपछि पनि कसैले अब लिन आएन या भिडियो हेरेन भने चाहिँ म चाहिँ फेसबुकमा सेयर गरिदिन्छु। त्यसपछि चाहिँ फेसबुकको चाहिँ अलिक साथीहरूले चाहिँ अब जसले पनि होइन जसले हेर्नुभयो फुल भिडियो त्यसले चाहिँ ट्याक्क
पाउन सक्नुहुनेछ भन्दै भिडियोलाई म यत्तिकैमा अनि जसले पाउनुभयो त्यसले चाहिँ होइन हाम्रो भिडियोमा ट्याक्क कमेन्ट गर्नु होला अनि त्यसपछि म नेक्स्ट भिडियोमा चाहिँ त्यसको रिभ्यूको निम्ति म हाल्नेछु त्यो कमेन्ट लेट्स द कमेन्ट गर्नु होला है त गाइज बेस्ट अफ लक